युविध लेखक कहिले पशुपति कहिले हलेसी, ज्वालामुखी जस्तो शब्द मुखबाट बलेसी। ऱ्याप पस्ने तँलाई युविध लेखकले माइकमा हगेसी। शब्द तितो ऱ्याप सुनेर गर्छ उल्टी, डियो पिलेर आए हुन्छ पलेथिन। म एउटा नेपाली बोली वचन सच्चा छ, शैतानको आवाज शब्द मेरो तितो छ। आज खाली खल्ती भोलि पैसाको बिटो छ, युविध लेखक हुने जिरोदेखि हिरो छ। पूर्वको जोस मेरो शब्दहरू पिरो छ, अचानक आएको होइन गरे 6 सालको तपस्या। धारिलो छु जस्तै हतौडी अनि हँसिया, शब्द बगिरहेको पसिना अनि मसिका। म कति खतरा बाबु मलाई नसिका, मेरो छुट्टै छ तरिका। बरु सक्ने जति गरी खा, शब्द मनभरि अनेक थरीका। मनभित्र बसेको छ रिसको बास, आँखामा देखिरहेको छु रिस अनि राग। अनुहार तेरो मिया खलिफा भाँचिन्छ आज होटलको खाट। सर्वनाश हुन्छ तेरो जीवन आज यो ऱ्यापको समाजको माझ। मुखमा माइक हातमा कलम अनि कापी छ, भनिन्छ बुझ्नेलाई इसारा नै काफी छ। भयो सा भयो बर्बाद दिने छैन तँलाई माफी म, चिल्लम भयो रेडी भेटिँदैन साफी त। थाहा छैन कहाँ जाने पागल जस्तो कुदिरहेछु, हुन्छु होला तारा तर नदी जस्तो सुकिरहेछु। सादा जीवन उच्च विचार प्लेन जस्तो उडिरहेछु, गन्तव्य छैन भेटेको अन्धकारमा कुदिरहेछु। नेपको इतिहास हेरे पूर्वको छ मेन रोल, भविष्य तेरो हातमा निकाल कागज अनि पेन खोल। दोधारी फ्लो हान्छु हरेक एङ्गल, आगो जस्तो रिस मेरो आगो भन्दा डेन्जर। काँडा जस्तो बोली चाली मुखबाट थुकिरहेछ, मान्छे भयो पापी यहाँ पैसालाई पुजिरहेछ। बजाउ भने थाली भयो हात मेरो खाली, भरोसा नगर कसैको मुजी दुनियाँ रहेछ जाली। सिधा सादा केटा म, शब्दहरू खुङ्खार छ, शब्द यति खुङ्खार छ शत्रुहरूको खुन माग्छ। आगो जस्तो तातो बोली बलेपछि जुन लाग्छ, सपनाहरू कुल्चिँदा पाउमा मेरो खुन लाग्छ। केटाहरू हुल बाँध्छ, कहिले कसलाई चुल लाग्छ। सबैलाई भूत लाग्छ, सबैको भूत भाग्छ जब आउँछ युवी नामको तुफान त मोजी।